आजकल मलाई केही कुराले फरकै पर्दैन। कोही मान्छे मसँग नबोलोस्, रिसाओस्, मेरो पछाडि कुरा काटोस्, मेरो अगाडि आएर मलाई नाना थरी गाली गरे पनि म अब कसैलाई केही भन्नेवाला छैन। म हाँसिदिन्छु, सहिदिन्छु अनि अर्को कुरा म चुपचाप बसिदिन्छु। सायद धेरै कुराहरू जिन्दगीमा परेर होला यस्तो हुने। जब मान्छेले धेरै कुरा गर्दा गर्दै पनि बदलामा केही कुरा पाइँदैन, सम्मान गर्दा गर्दै पनि बदलामा अपमान पाइन्छ, त्यसैले होला यदि धेरै चेन्जहरू ल्याउने। खैर, जिन्दगी सबैको पर्फेक्ट त कहाँ हुन्छ र? जस्तो भए पनि बाँच्न सिक्नुपर्छ, रमाउन जान्नुपर्छ। एक्लै या केही मतलब छैन, बस आफू खुसी हुनुपर्छ।